अनि पुऱ्याइदिएर मान्छेलाई यत्रो बेरसम्म कता भाइ भनिला ए यही छ कहाँ हो भाइ ए उहाँलाई लाग्यो गोली ए नमस्ते आगोले भेटेको ए ल त्यो आगो चाहिँ नदेखाउनु अलिकता हुन्छ भातहरूतिर ऊ भएको अनि नदेखाउनु ए अनि बच्चा पनि रहेछ बिचरा अनि कहिले पऱ्यो 23 गते पऱ्यो कि 24 गते पऱ्यो 23 गते परेको ए आगोले भेट्यो कसरी भेट्यो त ए ल त्यहाँ 2 बोरा चामल छ यहाँ यो खानेकुराहरू साह्रो ए नानी के छ पैसा अनि अहिले कस्तो छ तपाईँको अवस्था त्यो बुहरू त्यहाँ घाउ गर्न नदेखाउनु भइलिस लाग्छ त्यो फेस बसेर अनि त्यसपछि गएर के छ अनि काम गर्न सक्ने अवस्था छ के हो तपाईँको नाम भनिदिनु त विज्ञान राई ए कहाँ छ त्यो कन्डिफाइट त ए 23 गते पर्नु भयो कि 24 गते 23 गते पर्नु भयो जलेको पुरै अमै नि त म त त्यो ट्याटु हाने भनेको होइन त्यो जलेको पो हो सबै जलेको ए ओहो ल ल त्यो न उ गर्नु है धेरै त रहेछ कति वर्ष लाग्नुभयो 31 वर्ष लाग्नुभयो कति छ 25 ल 25,000 रुपियाँ है बिचरा ल 25,000 रुपियाँ छ है तपाईँलाई अहिले यो ट्रिटमेन्ट ए उपचार गराउन पाएन त्यही पैसा जाने पनि पैसा नभएर क्या त्यही भएर ए हो र खाने पनि पैसा नभएर हेर्न यहाँ अलिकता अलि हाल्नु त 5,000ले त अलिक एक्स्ट्रा गाह्रै रहेछ उसलाई त बिचरा नानी पनि इन्फेक्सनले जराएर हिजो राति मैले मसँग अहिले छ नानी बेला उपर आऊ भनेर नानीलाई गराइदे ए ल 5,000 हजुरलाई नानीलाई ए उहाँको श्रीमती ए नानीको बच्चा पनि बच्चा छ अझै एउटा बच्चा छ ए हो र ए ल ल ल ल अब यहाँ 2 बोरा चामल अब 1-2 महिनालाई पुगिहाल्छ खानालाई यहाँ यो तेलहरू खानेकुराहरू छ तपाईँहरूलाई है त ल भाइ है त ल हस् ल धन्यवाद यो होइन धेरै नजिक नजा इन्फेक्सन हुन्छ है भाइको छिटो उपचार गरेर गइहाल्नु है बहिनी है उपचार गरेर लिएर गइहाल्नु ल हस्